म्याडम नमस्कार। नमस्कार। हजुरलाई के प्रब्लम थियो नि? मलाई ब्याक पेन, कमर दुख्थ्यो, अरू केही? नसा चिप्टेको थियो हो। हजुर अन्त यो हात मेरो यो सिधा हुँदै यस्तो गरेर सिधा हुँदैन थियो। हजुर अरू केही? अरू त त्यति साह्रो थिएन। मेरो पहिला चाहिँ घुँडाहरू दुख्थ्यो, अहिले त धेरै जाति भएको। राम्रो कुरा। अहिले कमर र यो औँलाको कस्तो छ नि अहिलेको स्थिति? 20% मा 10% चाहिँ बुटापट्टि सन्चो भएको छ, आराम भएको छ? ठिक छ ल। लाग्छ। कति दिन आउनु पऱ्यो हजुरलाई? म त 3 दिन भयो। 3 दिन कम्प्लिट भयो, कम्प्लिट भयो। आजबाट छुट्टी भयो। हजुर आजदेखि चाहिँ भोलिदेखि नभ्याउने हुनाले चाहिँ म घरमा गर्नुहुन्छ आफै? हामीले सिकाएर पठाउँछौँ। अफिसमा आउँछु। ठिक छ, आउँदाखेरि पेपर लिएर आउनु होला है। अनि अब हजुरलाई हामीले सिकाएर पठाउँछौँ, सजिलो छ, फलो गरिदिनु होला। नबिगारिकन भने जस्तै गरी केही कन्फ्युजन हो भने हामी छँदैछौँ, हजुर हामीले हेल्प गरिदिन्छौँ है। हजुर अनि हजुरले यहाँ उपचार गर्दाखेरि औषधिको प्रयोग त भएन केही? हजुर औषधि खान गर्नु त परेन? औषधि त मैले अब पहिलादेखि नै औषधि खाने गरेको बानी छु। थिएन? राम्रो कुरा। अहिले मलाई मन पनि पर्दैन। यहाँ पनि औषधि खानु परेन, चुम्बकबाटै भयो सबै उपचार। पैसा धेरै खर्च भयो कि नि? होइन होइन, अब हामी मान्छेहरू भेलोर जान्छ, कहाँ जान्छ, खर्च गर्छ हो। हो। यो त हाम्रो दार्जिलिङमा अहिले आँगनमै आएको एउटा हो, सही भन्नुभयो, त्यसले सही गर्दा भन्नुभयो। चाहिँ है सबैजना अब कतिजना छ बिमारी, हामीभन्दा साह्रो साह्रो बिमारी हुनुहुन्छ। आएर उपचार गर्दैछ भने हामी त केही पनि हो। सही कुरा हो, सही कुरा हो। खुसी लाग्यो मलाई। राम्रो कुरा। अनि हजुरले अरू बिरामीलाई केही भन्न चाहनुहुन्छ? म भन्न चाहन्छु कि अब अरू बिमारी कति हामीभन्दा साह्रो साह्रो छ होला। त्यसले गर्दा चाहिँ यस्तो दार्जिलिङमा यस्तो उयो आएको छ, यस्तो ट्रिटमेन्ट हो, यसमा त फाइदा उठाउनुहोस्, आएर तपाईँहरूले यहाँ ट्रिटमेन्ट गर्नुहोस्। काम गर्दो रहेछ यसले। आफ्नो माथि सबभन्दा ठुलो विश्वास हो, आफ्नो सही कुरा हो। त्यसले गर्दा आफूलाई हेल्थ इज वेल्थ भनेको नै सही कुरा। ठिक छ, त्यसले गर्दा म खुसी ठिक छ। छु एकदमै। हुन्छ म्याडम, हजुरले घरमा गएर लाउँदाखेरि कन्टिन्यू लगाइदिनुहोस्, हजुरलाई 100% सन्चो हुन्छ है। हस्, धन्यवाद म्याडम, धन्यवाद।